जयमसी छ सबैजनालाई। हेर्नुहोस् यो कलाको हामी आज सब्जी बनाउने छु। यसको नयाँ डिस तपाईहरुलाई चाहिँ भिडियोमा म देखाउने छु। तेल गरम भइसकेछ त हामी यसमा हाल्नेछु जिरा हाल्नुपर्छ तर जिरा छैन। म चाहिँ पाँचफोरन हाल्दैछु। यहाँ चाहिँ फ्राई हुनको लागि छोडिदिन्छु र हामी आलु हाल्छु। यसमा आलु फ्राई गर्छु। हेर्नुहोस् आलु हाल्न लाग्छु। हेर्नुहोस् नमक चाहिँ मैले हालिसकेको छु। हेर्नुहोस् हाल्दै हालेको छु। म तपाईलाई यो चाहिँ हो कोलाको भित्रको है यो जब काटेको थिएँ मैले यो र यसमा चाहिँ हामीले चाहिँ यो चाहिँ बहुत राम्रो छ किनभने जसको प्रेसर हाई छ यो खादा पनि लेभलमा हुन्छ अनि जसको पेटमा ढुङ्गा हुन्छ यसलाई चाहिँ यसको पानी चाहिँ बोइलिङ गरेर पिउँदाखेरि पनि ढुङ्गाहरुको लागि चाहिँ आराम छ है, फाइदेमन्द छ यो। त हामी यसलाई चाहिँ आज बनाउने छु सब्जी। आलु चाहिँ फ्राई गरिराखेको छु। यसको बादमा चाहिँ म देखाउने छु। म चाहिँ हल्दी अलिकति धेरै हालेको छु किनभने सब्जी पनि छ नि। आलु पनि फ्राई भइसकेछ। अब हामी यो सब्जीलाई हाल्ने छु। यो चाहिँ अलिकति फ्राई भएको बेलामा थोडा नरम भइसकेको बेलामा चाहिँ हामीले अलिकति जिरा हाल्ने छु। अब हामी हाल्दैछु जिरा। अलिकति हामी हाल्नेछु पानी। हेर्नुहोस् यो चाहिँ नरम भइसकेछ। हामी अब हाल्नेछु यसमा टमाटर। हेर्नुहोस् यो पाकिसकेछ। अब हामी यसलाई चाहिँ अफ गर्नेछु र हामी माथिबाट धनिया हाल्नेछु। यसरी चाहिँ पाकिसकेछ। मैले चाहिँ यसरी मिलाइसकेको छु धनिया र अब चाहिँ यो डिस पाकेछ। म अब चाहिँ अर्को देखाउने छु। तुन्तपको चटनी बनाउने छु।